नमस्कार। आज हामी महाशिवरात्रिको बारेमा कुरा गर्दैछौँ, जुन एउटा यस्तो पर्व हो जुन अरू उत्सवहरूभन्दा नितान्त फरक छ। यो बाहिरी हो-हल्ला रमाइलोको रात होइन, यो त भित्री मौनता र जागरणको रात हो। हो, आजको हाम्रो मुख्य प्रश्न यही हो। चाडपर्व भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? उज्यालो, रङ, नाचगान, होइन त? तर महाशिवरात्रि जुन यति ठूलो पर्व हो, त्यो किन रातको अँध्यारो र स्थिरतामा मनाइन्छ? आउनुहोस्, यसको गहिराईमा पुगौँ। ल, सबैभन्दा पहिले त यसको नामबाटै सुरु गरौँ, किनभने महाशिवरात्रिको पहिलो रहस्य यसकै नाममा लुकेको छ। यो नाम तीनवटा संस्कृत शब्द मिलेर बनेको छ। महा अर्थात् महान, शिव अर्थात् कल्याणकारी तत्त्व र रात्रि अर्थात् रात। सो यसको सीधा अर्थ भयो शिवको महान रात्रि। यहीँबाट हाम्रो बुझाइको यात्रा सुरु हुन्छ। यो पर्व हरेक वर्ष फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्छ। यो केवल पात्रोको एउटा मिति मात्रै होइन, यो रातमा चन्द्रमा र पृथ्वीको अवस्थिति यस्तो हुन्छ कि त्यसले प्राकृतिक रूपमै एक विशेष ऊर्जा सिर्जना गर्छ। अब लागौँ यो रातसँग जोडिएका कथाहरूतिर, किनभने एउटै रात भए पनि यसको महत्त्वलाई विभिन्न पौराणिक कथाहरूले आआफ्नै तरिकाले व्याख्या गरेका छन्। यो रात यति विशेष किन छ त? हेर्नुहोस्, कसैका लागि यो शिव र पार्वतीको दिव्य विवाह भएको रात हो। कसैका लागि शिवले ब्रह्माण्डको सृष्टि, स्थिति र लयको नृत्य अर्थात् ताण्डव गरेको रात हो। फेरि कसैका लागि ब्रह्माण्ड बचाउन समुद्र मन्थनबाट निस्केको हलाहल विष पिएको रात पनि यही हो। र योगीहरूका लागि यो रात शिव परम स्थिरतामा गएर कैलाश पर्वत जस्तै निश्चल भएको रात हो। र रमाइलो कुरा के छ भने यो पर्वले सबैलाई समेट्छ। जो गृहस्थ जीवनमा छन् उनीहरूका लागि यो शिव र पार्वतीको प्रेम, बन्धन र सन्तुलनको उत्सव हो। अर्कोतिर जो आध्यात्मिक मार्गमा छन् योगी र तपस्वीहरूका लागि यो परम शान्ति र स्थिरता प्राप्त गर्ने रात हो। तर कथाहरू त एउटा पाटो मात्र भए। अब यी कथाहरूभन्दा पर गएर यसको मूल दर्शनलाई बुझ्ने प्रयास गरौँ। महाशिवरात्रिको केन्द्रमा रहेको त्यो गहिरो आध्यात्मिक सिद्धान्त के हो त? सामान्यतया हामी अन्धकारलाई नराम्रो वा नकारात्मक कुरा मान्छौँ, होइन? तर यो पर्वले हाम्रो यो सोचाइलाई नै चुनौती दिन्छ। एकछिन सोच्नुस् त, उज्यालोको त स्रोत हुन्छ, त्यो केही बेरमा निभ्न सक्छ, त्यसको सुरुवात र अन्त्य हुन्छ। तर अन्धकार, त्यो त आफैमा स्रोत हो, त्यो सर्वव्यापी छ, अनन्त छ, त्यसलाई कुनै सहारा चाहिँदैन। यो एकदमै गहिरो कुरा हो। सुन्दा अलि अनौठो लाग्न सक्छ। त्यो जुन छैन भनेको के हो? यसलाई यसरी बुझौँ। जब हामी रातमा आकाशतिर हेर्छौँ, हामीलाई ताराहरू देखिन्छन्, ग्रहहरू देखिन्छन्। ती सबै केही हुन्, अर्थात् सृष्टि हुन्। तर ती सबैलाई आफ्नो काखमा राख्ने जुन विशाल असीम खालीपन छ, जुन अन्धकार छ, त्यो नै शिव तत्त्व हो। त्यो शून्यता जुन सबै कुराको आधार हो। र हेर्नुहोस् त, कस्तो गजबको कुरा! यो प्राचीन दर्शन र आधुनिक विज्ञान बीच कस्तो तालमेल छ। आज विज्ञान पनि त यही भन्छ, होइन र? बिग ब्याङदेखि लिएर हरेक कुरा शून्यताबाटै आयो र अन्त्यमा शून्यतामै विलिन हुन्छ। योग परम्परामा यही असीम सम्भावना भएको शून्यता जुन सृष्टिको स्रोत हो, त्यसैलाई शिव भनिएको हो। ल, यति धेरै दर्शनको कुरा गर्यौं। अब यसलाई व्यवहारमा कसरी उतारिन्छ, कसरी अभ्यास गरिन्छ त? खास गरी यो विशेष रातमा। अब त्यसबारे कुरा गरौँ। यो रातको एउटा अद्वितीय खगोलीय पक्ष पनि छ। यो रातमा पृथ्वीको उत्तरी गोलार्धको अवस्थितिको कारण मानव शरीरमा ऊर्जा स्वाभाविक रूपमा माथितिर अर्थात् ऊर्ध्वगमन हुन्छ। भनौँ न, प्रकृतिले नै आध्यात्मिक साधनाका लागि एउटा अवसर जुराइदिन्छ। हो, यही प्राकृतिक ऊर्जालाई सही दिशा दिन केही अभ्यासहरू गरिन्छ। उपवास बसेर शरीर र मनलाई शुद्ध र हलुका बनाइन्छ। रातभरि जागराम बस्नु भनेको बाहिरी अन्धकारलाई मात्र होइन, भित्री अज्ञानतालाई पनि जित्नु हो। मेरुदण्ड सिधा राखेर बस्दा त्यो ऊर्जाको प्रवाह सहज हुन्छ र ध्यान अनि जपले मनलाई शान्त पारेर त्यो परम स्थिरताको अनुभव गर्न मद्दत गर्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने यी केवल रीतिरिवाज होइनन्। यो रातको उद्देश्य रातभरि निद्रा नलागोस् भनेर जागा बस्नु मात्रै होइन, बरु जागा बसेर आफूभित्र जागृत हुनु हो, चेतनाको एउटा उच्च अवस्थामा पुग्नु हो।
त्यसो भए आजको यो सबै कुराकानीबाट हामीले के बुझ्यौं त? छोटकरीमा भन्नुपर्दा महाशिवरात्रि बाहिरी रमाइलोको नभई भित्री खोजको पर्व हो। यसले अँध्यारोलाई डरलाग्दो होइन, सृष्टिको स्रोतको रूपमा हेर्न सिकाउँछ। यो रातले आध्यात्मिक विकासको लागि एउटा प्राकृतिक र अद्वितीय अवसर दिन्छ र यो हरेक वर्ष आउने एउटा मौका हो जहाँ हामी आफ्नो सीमिततालाई तोडेर त्यो असीम तत्त्वको अनुभव गर्न सक्छौं। र अन्त्यमा एउटा गहिरो प्रश्न, जुन असीम शून्यताबाट यो सिङ्गो ब्रह्माण्डको सृष्टि भयो, त्यही शून्यता र विशालतालाई समर्पित एक रातमा हामीले आफ्नो भित्र के खोज्न र के पाउन सक्छौं होला? यो प्रश्नमाथि विचार गर्दै आजको लागि बिदा माग्छु। नमस्कार।